धर्मिन्नौ भन्ने शिवजीले आशीर्वाद दिनुभयो। अब यता शिवजीले नि भन्नुभयो दुर्वासा ऋषि मेरो अंश हो, तिमीलाई पुरुषोत्तमको उपासना गर्नु भनेर सिकाए, तर तिमीले यो मलमास भनेर पुरुषोत्तमको तिरस्कार गरेकी छौ नि, हो त्यो कारणले अलिकति दुःख त पाउँछौ। म पनि पुरुषोत्तमको उपासक, मेरा इष्ट देवता भनेका पुरुषोत्तम, तिमीलाई मैले आशीर्वाद दिए पनि मेरा इष्ट देवता त पुरुषोत्तम हुन् भनेपछि यिनलाई त्यो जन्ममा बिहे गर्न मन लागेन। अनि परमात्माको चिन्तन गर्दै गर्दै गंगाजी भित्र डुबेर तपस्या गर्दै थिइन्, यिनको प्राण गयो। यही समयमा ठ्याक्क यिनको प्राण जतिखेर गयो त्यतिखेर यता यो कुरुजाङ्गल देशको पल्ला छेउमा पाञ्चाल देशदेखि उतापट्टि पन्जाबदेखि पल्ला छेउमा एउटा देश थियो। त्यो देशमा यज्ञसेन नाम गरेका चक्रवर्ती सम्राट थिए। ती यज्ञसेनका सन्तान नभएकाले गर्दाखेरि पुत्रेष्टि यज्ञ गर्दै थिए, सन्तान उत्पत्ति हुने यज्ञ उनले गर्दै 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 त्यो यज्ञ समापन हुने पूर्णाहुतिको दिन भइसक्यो। यता ती पाँचवटा पतिको वरदान पाउने ऋषिकी कन्याले प्राण त्यागे। त्यो प्राण स्वाट्ट यहाँ यज्ञसेन राजाका यज्ञमा आएर यज्ञबाट एउटी कन्याका रूपमा प्रादुर्भाव, यज्ञबाट यज्ञसेनी भएर ती ऋषिकी छोरी यहाँ द्रुपद राजा, तिनी द्रुपद राजालाई यज्ञसेन पनि भनिन्छ। यज्ञसेन राजाकी छोरी भएकाले गर्दा तिनको नाम यज्ञसेनी। पछि उनका बाबुलाई द्रुपद नरेश भनेर द्रुपद राजा भन्न थालेपछि द्रुपदे अपत्यम पुमान इति द्रौपदी, द्रुपद राजाकी छोरी भनेर द्रौपदी बाकी थिइन्। अब यो कथा चाहिँ द्रौपदीलाई नै पाँच पाण्डवलाई नै कृष्णले उही काम्यक वनमा सुनाउँदैछन्, तिमी त्यसरी जन्म लियौ, जन्म लिएपछि तिमी शुक्ल पक्षको चन्द्रमा चाहिँ गएर सलक्कै बढ्यौ, साथमा तिम्रा दाजु के अरे धृष्टद्युम्न पनि थिए, जोडा उत्पन्न भएको थियो र तिम्रो स्वयंवरका लागि राजाले एउटा प्रतिज्ञा गरेर आयोजना गरे। कस्तो प्रतिज्ञा गरे भने आफ्ना दरबारको अगाडि एउटा बडो सरोवर तयार पारे। त्यो सरोवरका माथि छेउमा एउटा ठुलो वृक्ष थियो। त्यो वृक्षका माथि हाँगामा एउटा सामयन्त्रिक माछो तयार पारेर त्यो माछाका आँखामा जसले बाण हान्न सक्छ त्यसलाई मेरी छोरीले पति रूपमा वर्ण गर्नेछन् भनेर त्यो प्रतिज्ञा गरिएको थियो। प्रतिज्ञा अनुसार तिनको स्वयंवरको रचना भयो। तिनीसँग स्वयंवर गर्न भनेर देश देशावरका सारा राजा महाराजा राजकुमारहरू आए। पहिला पहिला यस्तो चलन हुन्थ्यो, पहिली कन्या छन् अरे बिहे गर्ने छिन् अरे भनेपछि कन्याको अभाव थियो, कन्या पाइँदैन थियो। त्यसैले धेरैजना माग्न जान्थे अनि आफूलाई जुन मन पर्यो ती पुरुषलाई ती कन्याले वरमाला लगाइदिने चलन थियो। वरिपरि ती माग्न जाने जतिलाई वरिपरि कुर्सीमा राखिन्थ्यो, उनीहरूको गच्छे अनुसारका कुर्सीमा। अनि बीचमा सहेलीहरूले सखीहरूले उनलाई ल्याउँथे हातमा माला लिएर। अनि प्रत्येकलाई हेर्दै 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 ती के अरे युवती वरिपरि घुम्थिन्। घुम्दा जसलाई मन पर्छ त्यसलाई वरण गर्ने चलन थियो। र राजा महाराजा देश देशावरका आए। त्यही बेलामा पाँच पाण्डव पनि वनमा थिए, यिनीहरू त वनवासमा थिए। वनवासमा भएका बेलामा थाहा पाए यिनीहरूले पनि। अनि त्यही वनवासी रूपमै जिउमा यसो गादो सादो घेरिया छ,
कछाड बेरेका छन्। यसरी चन्दन तिलक लगाएको छ, जिउभरि टाउकाभरि जटै जटा छन्। जाउँ न त भनेर गएछ। गएपछि अब त्यो बाण हान्नु नपरिया भए त पाँच पाण्डवले भेट्ने थिएनन् होला। अनि बाणको प्रतिज्ञा भएकाले गर्दा कुनै राजकुमारले पनि त्यो माछाका आँखामा बाणले हान्न सकेन। अर्जुनको पालो, अर्जुनले म पनि यसो प्रयास गरिहेर्छु भनेका थिए, त्यो काम पुरा गरे उनले। अनि राजाले बाध्य भएर ती भिखमंगा, अहिले त भिखमंगा मानिया छ ती पाँच पाण्डवलाई, बाहुन भन्ने आछ, ती बाहुनलाई छोरी दिन विवश भए। अनि ती छोरी अर्जुन मात्र पुगेर छन् त्यतिखेर त्यो लाइनमा। अरु दाजुभाइहरू कता थिए, घर पुगे, झुपडीमा पुगे, जंगलमा। ती द्रौपदीलाई लिएर वहाँ पुग्दाखेरि जे चिज जुन दाजुभाइले मागेर ल्याए पनि आमालाई सोध्थे, कुन्तीलाई सोध्थे, आमा मैले यो चिज ल्याएँ। आमाले एउटा छोरातिर नहेरिकन त्यो दिन पनि सबैले बाँडेर उपभोग गर्नु भनिन्छन्। अर्जुनले द्रौपदीलाई त्यो मत्स्य भेदन गरेर स्वयंवरमा जितेर लिएर गएका थिए। आमा उता भित्तातिर फर्किएर परमात्माको चिन्तन गर्दै थिए। यसो हेरेको त भरे त अर्जुनका साथमा त एउटी नवयुवती छन्। अब यता उनले वरदान पनि के पाएको थियो भने शिवजीबाट, अर्कै जन्ममा भए पनि तिमीले 5 वटा पतिलाई वरण गर्नु पर्दछ भनेका कारणले हे द्रौपदी तिमीले यसरी 5 वटा पतिलाई वरण गर्नु परेको हो। यी 5 पाण्डव तिम्रा पति भए अहिले भनेर श्री कृष्णले सम्झाउनु भयो। अनि तिमीले अघिल्लो जन्ममा ती मेधा ऋषिकी छोरी भएका बेलामा पुरुषोत्तम महिनाको पूजा अर्चना गर भनेर दुर्वासा ऋषिले सम्झाउँदा नगरेकी हुँदा यो दुःख पाएकी। तिम्रा कारणले यी 5 पाण्डवले दुःख पाए। पुरुषोत्तमको अपहेलना तिमीले गर्यौ, अब तिमी यिनीहरूकी पत्नी भयौ। पत्नीले अपहेलना गरेका कारणबाट पतिहरूले पनि दुःख पाए। अब के गर्ने त भन्दा श्री कृष्णले भन्नुभयो, अब 1-2 महिना पछि फेरि पुरुषोत्तम महिना आउँदैछ। तिमीहरूले यो थाहा पनि पाएनौ वनवासमा दुःख पाएकाले गर्दा। अब यो पुरुषोत्तम महिना आएका बेलामा राम्ररी पुरुषोत्तम महिनाको पूजा अर्चना गर्नु, व्रत लिनु। त्यो व्रतका प्रभावले तिमीहरूको यो वनवास छिटै नाश भएर आफ्नो राज्य प्राप्त गर्छौ तिमीहरूले भनेर श्री कृष्ण भगवान जानुभयो। गएपछि यिनीहरूले त्यो काम्यक वन छोडेर बडा राम्रा हरिद्वार, कुरुक्षेत्र, गंगा आदि गरिएका अनेक प्रकारका राम्रा तीर्थमा जाँदै स्नान गर्दै पवित्र हुन थाले। यस्तैमा गंगा स्नान गर्न गंगाजीका भागीरथी गंगाका किनारमा अलकनन्दाका किनारमा पुग्या बेलामा ठिक्क पुरुषोत्तम महिना आयो। अनि अलकनन्दाका किनारमा बसेर यिनीहरूले 1 महिनासम्म अलकनन्दामा स्नान गर्दै बाहिरपट्टि निस्किएर बालुवाको पुरुषोत्तमको भगवानको पुरुषोत्तम राधा कृष्णको भगवानको मूर्ति बनाएर अनि बीचमा राखेर अनि ती खास राधा कृष्णका वरिपरि 4 दिशामा के अरे प्रद्युम्न, अनिरुद्ध, संकर्षण र वासुदेव, प्रद्युम्न, अनिरुद्ध, संकर्षण र वासुदेव यी 4 चतुर्व्यूह भनिन्छ। यो साक्षात सच्चिदानन्द परमात्माको चतुर्व्यूह स्वरूपलाई 4 नाम छन्। प्रद्युम्न हो एउटा, अनिरुद्ध, संकर्षण र वासुदेव। यी चतुर्व्यूहको वरिपरि पूजा गरेर अनि बीचमा पुरुषोत्तम स्वरूप राधा कृष्ण भगवानको पादयो पाद्यम समर्पयामि। श्री राधा कृष्णाभ्याम नमः। हस्तयो अर्घ्यं समर्पयामि। श्री राधा कृष्णाभ्याम नमः। मुखे आचमनीयं समर्पयामि। श्री राधा कृष्णाभ्याम नमः। सर्वांगे स्नानीयं समर्पयामि। श्री राधा कृष्णाभ्याम नमः। सर्वोपचारार्थे चंदन अक्षता पुष्पाणि
समर्पयामि श्री राधा कृष्णाभ्यां नमः। नैवेद्यम समर्पयामि श्री राधा कृष्णाभ्यां नमः भनेर अनेक प्रकारका मालपुआ बनाएर नैवेद्य अर्पण गर्दै उनी राधा कृष्णको प्रसाद ग्रहण गर्दै गर्दै 1 महिना बिताएका। यहाँ के भएछ भने त्यतिखेर च्याट्ट यो भगवानको माया, जसरी भगवानले वृन्दावनमा रास गरेका बेलामा सारा धरतीवासीहरूले एक रात मात्रै सम्झिया थिए। तर चन्द्रमा चट्न पटाइकन बसेकाले गर्दाखेरि त्यहाँ ब्रह्माजीको एक रात्रि बितेको थियो। त्यसरी नै यी 5 पाण्डवहरूको पनि औपचारिक रूपमा 7-8 वर्ष कति वर्ष भएको थियो। पुरुषोत्तम भगवानको व्रत उपासनाका प्रभावले गर्दाखेरि स्वाटै विभिन्न के अरे सूर्य ग्रहण, चन्द्र ग्रहण, अनि त्यहाँबाट चाहिँ सोमबारे औँसी आदि आदि जोड्दाखेरि त त्यो जोड्ने बुद्धि आयो, सबैलाई त्यस्तो स्मरण आयो। त्यो कसले गर्दा त भन्दा पुरुषोत्तम भगवानका कृपाले गर्दा त उनीहरूको त स्वाटै त्यो 12 वर्ष बितेर एकै क्षणमा अज्ञातवास पनि बितेर उनीहरूले आफ्नो राज्य प्राप्त गरेका थिए। भनेपछि अब तिमीहरूले यही काम गर्नु भनेर कृष्ण भगवान जानुभयो। अनि जसरी यिनीहरूले सर्वगुण सम्पन्न ऐश्वर्यशाली हस्तिनापुरको राज्य प्राप्त गरे, त्यसरी नै त्यो भन्दा पनि अति उत्तम एकजना दृढधन्वा राजाले पनि त्यस्तै भएको थियो। अघिल्ला जन्ममा पुरुषोत्तम भगवानको व्रत उपासना गरेकाले गर्दाखेरि उनले पछिल्लो जन्ममा अतुल वैभव ऐश्वर्यशाली सम्पत्ति प्राप्त गरेका थिए। त्यो अतुल ऐश्वर्यशाली सम्पत्ति प्राप्त गरेपछि ती दृढधन्वा राजाका मनमा पलायो के पलायो भने, ओहो यस्तो ऐश्वर्य, यस्तो धनधान्य, केही कुराको कमी छैन। बडा सुन्दर सुन्दर 4 भाइ छोरा छन्, रानी पनि अत्यन्त सुन्दरी छन्। यो के का प्रतापले मलाई यस्तो भयो? मैले कुनै धर्म कर्म पनि गरेको छैन, केही पुण्य पनि गरेको छैन भनेर मनमनमा सोच्दा सोच्दै एक दिन उनका दरबारमा वाल्मीकि ऋषि आएछ। अनि स्वागत सत्कार गरेर, प्रभु मैले त केही गरेकै छैन पुण्य, तर पुण्यवान मान्छेको जस्तो मेरो राज्यमा केही कुराको कमी छैन, सारा षडैश्वर्य सम्पन्न छु म, महालक्ष्मी जस्ती मेरी पत्नी छन्, म पनि चक्रवर्ती सम्राट एकदम देदीप्यमान जाज्वल्यमान छु, मेरा छोरा उस्तै राम्रा छन्, मेरा प्रजाहरू यस्तै सर्वगुण सम्पन्न छन्, कहीँ केही कुराको कमी छैन। यो के कारणले भयो भन्दाखेरि वाल्मीकि ऋषिले यसो उनको स्वरूप हेर्नु भएछ। उनको ललाट हेरेर विचार गर्दा त यिनले अघिल्ला जन्ममा पुरुषोत्तम मासको 1 महिना भरि व्रत गरेर पूजा अर्चना गरेका रहेछ। तिमीले यसो गरेका रहेछौ, त्यो पुरुषोत्तम महिनाको व्रत पूजा अर्चनाका कारणबाट तिमीले यो जन्ममा यस्तो ऐश्वर्य प्राप्त गरेछौ भनेपछि दृढधन्वाले सोच्छ, त्यो मैले कसरी गरेँ त? किनभने अघिल्ला जन्ममा गरेको कुरा मलाई यो जन्ममा केही थाहा छैन। भनेपछि तिमी अघिल्ला जन्ममा एउटा सुदेव नाम गरेका ब्राह्मण थियौ, तिम्री पत्नी अत्यन्त सुन्दरी, दिव्य सुन्दरी थिइन्, अत्यन्त भगवानको भक्त गर्ने, केही कुराको चाहना नराख्ने यस्ती थिइन्। तर धेरै समय व्यतीत भएपछि पनि तिम्री पत्नीले सन्तानलाई जन्म नदिएका कारणले तिमीलाई बडो दुःख भयो, वेदना भयो, पीडा भयो। अब के गर्ने त, हाम्रा सन्तान छैनन् भनेर पत्नीसँग कुरा गर्यो। यो क्षणभङ्गुर नाशवान शरीर हो, 2-4 दिनमा परमात्माको लोकमा जानु पर्दछ। अब सन्तान भएनन्, हाम्रा भाग्यमा छैन भने के गर्नु भनेर चित्त बुझाउन थालेकी थिइन्। उनका श्रीमानलाई चित्त बुझेन र उनले सन्तान प्राप्तिका लागि तपस्या गरे। ती ऋषिले घोर तपस्या गरे।
तपस्या गरेपछि नारायणको तपस्या गरेका थिए, नारायण प्रकट भए। अनि के चाहन्छौ तिमी भनेर भन्दा ती ऋषिले भने मलाई त सन्तान पुत्र चाहिएको छ। नारायणले यसो विचार गर्नुभयो, उनको ललाट विचार गर्दाखेरि उनले यी ब्राह्मणका त 7 जन्मसम्म सन्तान छैन, अब यिनलाई के भन्ने, सन्तान छैनन् तिम्रा ललाटमा भनौं भने के हुने हो, अब छन् भनौं भने दिन सकिँदैन भनेर नारायण भगवानले तिम्रा यो जन्मको त कुरै छोड्देऊ, 7 जन्म पनि सन्तान छैन भनेपछि तिनी अलाप विलाप गरे, रोदन क्रन्दन गरे, तपाई यत्रो वैकुण्ठाधिपति दुनिया संसारलाई आशीर्वाद दिनुहुन्छ, भनेसम्म मागेका कुरा दिनुहुन्छ, मलाई एउटा छोरा किन दिन सक्नुहुन्न? त्यसो भए म तपाईकै अगाडि यही मर्छु, सन्तान बेगर बाँच्नु र मर्नु नै श्रेष्ठ हो, मलाई सन्तानको साह्रै इच्छा छ भनेर मर्न खोज्दा गरुडलाई दया लाग्यो र गरुडले सम्झाए, भगवान एउटा सन्तान दिउ न यिनलाई भन्दा अब म त नहुने कुरा दिन मिल्दैन, अब तिमी पनि मेरा भक्त हौ, मेरा सेवक हौ, तिमीले दिएको कुरा पनि पूरा हुन्छ, तिमी नै देऊ भनेर नारायणले भनेपछि गरुडले नि आफ्नो पक्षीको अंश भएको देदीप्यमान एकदम तीक्ष्ण बुद्धि अरे, जहाँ जान खोज्यो त्यहाँ जान सक्ने पक्षीको अंश स्वरूप एउटा छोरो दिए। शुक्ल पक्षको चन्द्रमा जस्तो त्यो छोरो पढ्दै गयो, छिटै बढो, 10-11 वर्षको भयो, हेर्दा सुन्दर छ, रूपवान छ, एकदम लावण्यवान छ, सारा समाजै तिनलाई देखेर मोहित हुन्छ, त्यस्तो छोरो छ। त्यस्तो छोरो पाएका ती के अरे ऋषिका घरमा एक दिन देवल ऋषि आइपुगे। देवल ऋषि आए, बडा प्रशंसा गरे, ओहो तपाईका छोरा यस्ता राम्रा ज्ञानी, सारा 4 वेद 18 पुराण जम्मै त्यतिखेरको शस्त्र विद्या अस्त्र विद्याहरू जम्मै सिके, ज्ञान पुण्य भइसके 11 वर्षका मान्छे, तिम्रा छोरा त यस्ता रहेछन् भनेर प्रशंसा गर्दा गर्दै बाबुले स्पष्ट सोधेछ, हैन यिनको बिहे पनि गर्नुपर्ने, यसो टिप्पण हेरौँ न भनेर टिप्पण हेराएको त बिहे के गर्नुहुन्छ, यी 12 वर्षको हुँदा पानीमा डुबेर मर्छन्। ओहो अब त हुनुहार भयो, छोरो त अहिले मरे जतिकै भयो, रुवावासी चलो बाबुआमा यस्तो पाइयो गरुडले दिएको छोरो भनेर हाहाकार मचियो। यस्तैमा त्यो अब त्यो माया मोहले गर्दाखेरि त्यो 1 वर्ष त 1 महिना जतिमै 1 दिन जतिमै बितिगयो, थाहै पाएन। एक दिन ती ऋषि कुश समिधा खोज्न जंगलमा गएका थिए। ऋषिका छोरा चाहिँ आफ्ना साथीहरूसँग जंगलमा एउटा तलाउमा पौडी खेल्न गएका। त्यो पौडी खेल्दा खेल्दै माझमा गएछन्, उनको हुने हुनामी दिन आइपुगेको त्यो तलाउमा डुबेर मरे। मरेपछि ती अरु ऋषि कुमारहरूले गएर खबर सुनाए। ऋषि त्यहाँ समिधा लिएर घर पुग्दाखेरि त अब उनकी पत्नी मूर्छा परेर लडिराखेका छन्। के हो भन्दा त छोरो पानीमा डुब्यो। उनीहरू दुईजना पति पत्नी आए, दौडिएर आए। आउँदा छोरो ठुलो तलाउमा उत्रिराखेको छ। हत्त नपत्त गएर उठाएर ल्याए, काखमा राखे, चुम्बन गरे, स्पर्श गरे, बाबु उठ न उठ भन्दा भन्दै कति दिन बितो। जुन दिन त्यो छोरो मरेको थियो त्यसै दिनदेखि यता यो धरतीमा पुरुषोत्तम महिना लागेको दिन परेको रहेछ। त्यो बालकलाई काखमा राखे, माया गर्छन्, सुनसुन ल्याउँछन्, हे भगवान, हे श्री कृष्ण, हे राधा कृष्ण, यसलाई उठाइदेऊ न, यसलाई उठाइदेऊ भन्छन्। रातभरि पनि हे राधा कृष्ण, हे राधा कृष्ण, हे पुरुषोत्तम भन्दै जप्तै रात बित्यो। राति 12-1 बजी राति भएपछि पानी परो, घनघोर मुसलधारे
कल्पनातीत पानी परो। त्यो पानी पर्दाखेरि तिनीहरू त्यही पोखरीका किनारमा त्यो छोरालाई काखमा लिएर बसेका, रातभरि हे मेरा प्रभु, हे कृष्ण, हे परमात्मा, हे कृष्ण भन्छ। उनीहरूले पानी परेको पनि थाहा पाएन। त्यो मायाले गर्दाखेरि पानी बरङ उज्यालो हुँदैसम्म पानी परो, भोलिपल्ट दिउँसो पनि पानी परो। उनीहरू कृष्णको नाम जप्छन्। त्यो छोराका माया मोहले गर्दाखेरि उनीहरू पानी परेको भिजेको थाहा पाउँदैनन्, भोक लागेको पनि थाहा पाउँदैनन्, प्यास लागेको पनि थाहा पाउँदैनन्। गर्दै 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 भोलि पर्सि निकोर्सी हुँदा हुँदै हुँदा हुँदै दैनिक पानी पर्छ अनि दिनी पछि पानीमा भिजेका छन्। खानु केही छैन। त्यति गर्दा गर्दै महिना दिन बितेछ। महिना दिन बितेपछि त गोलकवासी राधा कृष्णको स्वरूप भएका पुरुषोत्तम भगवान ती अघि कृष्ण भगवानले गोलकवासी राधा कृष्णले आशीर्वाद दिएका ती साक्षात पुरुषोत्तम भगवान स्वयं प्रकट हुनुभयो। प्रकट भएपछि उनीहरूले स्तुति गरे पुरुषोत्तम, धेरै लामो स्तुति गरे, आँसु झारेर स्तुति गरे। अब हाम्रो केही उपाय हुन्छ कि भनेर महिना दिन ठ्याक्क पुगेर छ। अनि किन यसरी रोका भन्दा त प्रभु यसलाई बचाइदिनु पर्यो, यस्तो गरिदिनु पर्यो, यो गरे। साह्रै ललाउना मिलाउना गरे, साह्रै भगवानको नाम उच्चारण गरे। श्री कृष्ण गोविन्द हरे मुरारी, 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 श्री कृष्ण गोविन्द हरे मुरारी। ब्रजे वसन्तं नवनीत चौरं, ब्रजे वसन्तं नवनीत चौरं, गोपांगनानां च दुकूल चौरं, गोपांगनानां च दुकूल चौरं, गोपांगनानां च दुकूल चौरं। हे ब्रजवासी, ब्रजमा बस्ने नवनीत चौरम, गोपिनीहरूका घर घरमा गएर नवनीत चोर्ने तिमी हे कृष्ण, मेरो पनि यो पापलाई, मेरो यो छोराको मृत्युलाई चोरिदेऊ न। यो छोराको मृत्यु चोरिदेऊ भने त यो बाँच्छ। तिमी त सबै कुरा पाप चोर्छौ, वस्त्र चोर्छौ, मन चोर्छौ। मेरो यो अथोक चोर्नु परेको छैन। मेरो छोरो मार्ने मृत्यु चोरिदेऊ। तिमीले यो मृत्यु चोरिदेऊ भने मेरो छोरो उठ्ने थियो भन्दाखेरि के अरे पुरुषोत्तम भगवानले तथास्तु। अब तिम्रो छोराको आयु 12,000 वर्ष हुन्छ। 12,000 वर्ष। ती ब्राह्मणले भन्छ, मैले पहिले तपाईको यत्रो तपस्या गरे, त्यतिखेर पनि तपाई प्रकट हुनु भएको थियो। अनि छोरो दिनुहोस् भन्दा तिम्रो निधारमा छोरै छैन भन्नुहुन्थ्यो। अनि म मर्न खोज्दा गरुडले मलाई छोरो दिएका थिए। यो 12 वर्षको आयु भएको मात्रै दिएका रहेछन्। त्यतिखेर चाहिँ तपाई एउटा छोरो तपाईले दिएको भए त लामो आयु भएको दिनुहुन्थ्यो होला। अब अहिले चाहिँ तपाईले फेरि मेरो निधार सिधार नहेरिकन यही छोरालाई 12 वर्षको आयु दिनुभयो। यो कसरी भन्दा तिमीले मेरो अनन्यतम, मेरै स्वरूप, म नै अधिष्ठाता भएको मेरा पुरुषोत्तमको 1 महिनासम्म केही नखाइकन उपासना गर्यो। तिमीहरूले थाहै नपाइकन मेरो ठुलो पूजा अर्चना भयो। भोकै बसेर नित्य स्नान गरेर मेरो उपासना गर्यो। त्यसकारणले त्यसबाट म प्रसन्न भएँ। तिमीहरूले त थाहा पायौ न यो पुरुषोत्तम महिना हो भन्ने। तर अब दैनिक मेरो नाम जप्दै छोरालाई काखमा राखेर दिनी पिच्छे यो पुरुषोत्तम महिनाको झरी, बादल, घाम, पानी सबै खपेर रात दिन मेरो नाम जपेकाले गर्दाखेरि म प्रसन्न भएँ। यो पुरुषोत्तममा मेरो जसले उपासना गर्छ
जानेर उपासना गरोस् या नजानी उपासना गरोस्। म अग्नि जस्तो सानो बालकले नजानिकन आगोलाई छोयो भने पनि आगाले त्यसरी जलाउँछ, बडा बडा विद्वानहरूले छोयो भने पनि आगाले जलाउँछ, जानेर पूजा अर्चना गरे भने पनि आगालाई ठिकै छ। त्यस्तै मेरो जान अनजान ज्ञान अज्ञान जसरी भए पनि मेरो जसले पूजा अर्चना उपासना गर्दछ त्यसलाई मैले उनले मागेको वरदान दिनुपर्दछ भनेर पुरुषोत्तम भगवानले ती ब्राह्मणलाई ती ब्राह्मण पत्नीलाई 12,000 वर्ष बाँच्ने छोरो दिएको थियो। अनि के पनि भन्नुभयो भने अब तिमीहरू अर्को जन्ममा तिमी सुदेव ब्राह्मण चक्रवर्ती सम्राट हुन्छौ, तिम्रो राज्यमा केही कुराको कमी हुँदैन, तिम्री पत्नी यी ऋषि पत्नी चक्रवर्ती राजाकी रानी गुणसुन्दरी गरेकी रानी हुन्छन् भनेर तिमीलाई आशीर्वाद दिएको हुनाले अहिले तिमी हे दृढधन्वा महाराज तिमी अहिले यस्ता तिनी पूर्व जन्मका ऋषि हौ, तिमी अहिले यहाँ चक्रवर्ती सम्राट भएका छौ, ती पूर्व जन्मकी तिम्री ऋषि पत्नी अहिले यहाँ महारानी गुणसुन्दरी भएकी छिन्। त्यसकारणले तिमीले तिम्रा मनो इच्छा पूरा गर्ने अत्यन्त सुन्दर रूपवान एकदम तेजस्वी 4 पुत्र भए, सारा दुनियाँलाई यिनीहरूले प्रसन्न पारेका छन् भनेर दृढधन्वाको पूर्व जन्मको कथा वाल्मीकि ऋषिले सुनाउनु भयो। भन्नेसम्म कथा यथामति विस्तार गरियो। यो कथा सुनाउने आयोजकका रूपमा हाम्रो श्री तपोमूर्ति परमहंस श्री तिलकराज आचार्य गुरुजी महाराज हुनुहुन्छ। उहाँले यो आयोजना गर्नुभयो र यो आयोजना उहाँले गरेका कारणबाट तपाईहरुले यहाँ उपस्थित हुने अवसर पाउनु भयो र तपाईहरुलाई सुनाउनका लागि मैले यो श्री पुरुषोत्तम महात्माको कथा भन्ने अवसर पाएँ। यही सौभाग्यले गर्दा हाम्रो डाक्टर साहबको पनि दर्शन गर्न पाइयो। सारा गोपिनी स्वरूप हुनुभएका सम्पूर्ण प्रजाङ्गना स्वरूप नारीहरूको दर्शन गर्न पाइयो। उहाँहरू तपाईहरु अत्यन्त भाग्यमानी हुनुहुन्छ भन्दै म आज आफ्नो अभिव्यक्ति यतिमै विराम गर्न चाहन्छु। यस्ता ती सुदेवले छोरो जन्माएर काखमा राखेर पुरुषोत्तमको उपासना गरे जस्ता र अर्को जन्ममा दृढधन्वा राजा भए जस्ता यस्ता अरु 4-5 वटा कथा छन् यो पुरुषोत्तम महिना भित्र। मेरो कथा भन्ने शैली अलिक ढिलो खालको छ, त्यही भएर अलिकति भूमिकामा धेरै टाइम जान्छ। यति भन्दै म यो माइक्रोफोन हाम्रा आचार्य गुरुजी श्री तिलकराज गुरुजीलाई म अर्पण गर्दछु। बोले श्री कृष्णचन्द्र भगवान को जय, श्री कृष्ण कन्हैया लाल को जय। श्री कृष्ण गोविंद हरे मुरारे, श्री कृष्ण गोविंद हरे मुरारे। हे नाथ नारायण वासुदेव, हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविंद हरे मुरारे, श्री कृष्ण गोविंद हरे मुरारे। हे नाथ नारायण वासुदेव। बोले श्याम सुंदर भगवान को जय। कृष्णचंद्र भगवान को जय, पुरुषोत्तम भगवान को जय। गुरुले बडा स्पष्ट बुझ्ने गरी कथा भन्नुभयो। धेरैवटा कथा बाँकी छन् तर समय छैन। अब 2 बजिसकेको छ, 2 होइन 3 बज्दै आँटेछ। अब मैले हाम्रो संस्थाको वरिष्ठ संरक्षक सम्मानित संरक्षक डाक्टर केबी शर्मा, केबी सम्राटज्यू, उहाँ हाम्रो यहाँ धेरै समयमा कार्यक्रममा आइरहनुहुन्छ। आज
महाराजले पनि हाम्रो निम्तालाई स्वीकार गरेर भद्रकाली माता पनि आउनु भएको छ र म केबी सम्राटजीलाई केही छोटो समय नै भए पनि हामीलाई यसो आशीर्वाद व्यक्त गर्नुहुन अनुरोध गर्दछु। ठीक है बाबा मम्मी ने जो ठीक है बस आइहाल्यो है यहाँ बस्नु मिला त्यता बस्नु म मिलाउँछु मिलाउनु यो हो त्यसरी गर्नु धेरै धेरै धन्यवाद छैन कति राम्रा राम्रा व्यक्तिहरूको अगाडि बढ्नुहुनेछ है कथा सुन्नु सुनाउनु अनि त्यो कथा सुनिसकेपछि आफ्नो शरीरलाई कार्यान्वयनमा ल्याउने त्यो चाहिँ हाम्रो कर्तव्य हो कि हैन पुरुषोत्तम भगवान 3 वर्षमा आउनुहुन्छ 3 वर्षमा हेर्नुस् त कसका लागि आउनुभएको भने नि हाम्रा लागि आउनुभएको एकैछिन गुरुदेव बाहिर सवारी भइसकेको आइसकेपछि यसको म छोटो रूपमा त्यहाँहरूलाई स्मरण गराउँदैछु। आज हामी नाच्छौँ पनि यहाँ नाच्छौँ पनि हाँस्छौँ पनि रुन्छौँ पनि। रुन जानेको छ हजुरहरूले कति खेर रुनुहुन्छ हाँस्न जानेको छ कतिखेर हाँस्नु योग रुनु योग कर्म गर्नु योग खाना पकाउनु योग दाउरा बोक्नु योग घाँस काट्नु योग हिँडिरहनु योग बोलिरहनु योग गीत गाउनु योग कति योगकै योग मिलेर 84 लाख भन्दा बढी हुन्छ। त्यो नै त्यसलाई नै हामी यो 84 लाख ध्वनि भन्छौँ। यसैलाई गणना गर्दै जाँदै भगवानका त्यस्ता स्वरूपहरू छन् जुन स्वरूप हामीले पैतालाले पनि खिच्दाखेरि जीव कुनै पनि हिस्सा नहोस् नमरोस् भन्न खातिर हामीले होस पुर्याउनु पर्छ। यो होस पुर्याउनु भनेको ध्यान हो। ध्यान कहाँ रहेछ कति जोडिएको होस पूर्वक कुनै पनि कार्यहरू सम्पन्न गर्नु भनेको ध्यान गरेर यसरी निदाइराख्नु पनि होइन के। खाना बनाउनलाई हजुरहरूले डर छ कि आगो बढी भयो कि मिठो हुँदैन कि बढी नुन हाले कि चर्को पो हुन्छ कि पानी धेरै हुन्छ कि ल हेर्नुस् त्यहाँ ध्यान पुर्याएन भने नमिठो हुन्छ। त्यो पनि ध्यान भनेको त के रहेछ होस पूर्ण रूपमा गरिने कर्म ध्यान। यहाँले ध्यान गर्नुभएको छ कसरी गर्नुहुन्छ ध्यान? आँखा चिम्लियो निदा आयो आनन्दसित। अब त्यो ध्यान त्यो पनि ध्यान हो निन्द्राको ध्यान
ध्यान जोडी गयो त्यो होइन, ध्यानै हो त्यो, निन्द्राको दिन। हामी आनन्दसितले भगवानको प्रसङ्गका कथाहरू सुन्छौँ भने त हो नि त्यहाँ राम्ररी यो गरिन्छ, ध्यानपूर्वक होसपूर्वक पुर्याएर स्वास्थ्य बन्नका लागि ख्याल गरिन्छ भने त्यो पनि ध्यान त्यस्तो हुन्छ। आजका यस पुरुषोत्तम महात्म्य आयोजक समिति, राष्ट्रिय ज्योतिष विज्ञान सेवा समिति नेपाल, श्री कृष्ण ज्योति सञ्जीवनी तुलसी सेवा समिति, राष्ट्रिय ज्योतिष विज्ञान सञ्जीवनी यज्ञशाला का सबै पदाधिकारीज्यूहरू आयोजक हुनुहुन्छ। मैले माइक्रोफोन समाए त पुरुषोत्तम महात्म्य श्रवण गराएर मनमग्न हामीलाई सुनिरहँ जस्तो बनाइदिने गुरुदेव इन्दुराज पौडेलज्यू प्रति हार्दिक हार्दिक नमन गर्न चाहन्छु। आयोजक समितिलाई म कृतज्ञताका साथ नमन गर्न चाहन्छु। सबैभन्दा त आनन्दपूर्वक ध्यानपूर्वक अलिकति छुट्छ कि भनेर ननिदाइकन श्रवण गरिदिनु हुने सबै भक्तजन, दर्शकहरू, श्रोतागणहरूलाई सबैमा म नमन गर्न चाहन्छु। म गादीपतिज्यूहरू पनि अघि आउनु भएको थियो, उहाँहरूलाई पनि नमन गर्न चाहन्छु। दमौलीदेखि एउटा उद्देश्य प्राप्तिका लागि आउनुभएका स्वतन्त्र पत्रकार संघ नेपालका पूर्व महासचिव र युवा परिषद कृष्ण प्रणामी सेवा समिति युवा समितिका उपाध्यक्ष अन्दन राज नेपाने ज्यूप्रति पनि म हार्दिक हार्दिक नमन गर्न चाहन्छु। वाद्यवादकहरू, भजन गायक लगायत सुमधुर स्वरमा हामीलाई नचाउनलाई मन उत्सुकता बनाइदिनु हुने वाद्यवादन प्रतिका सबै हाम्रा भाइहरूप्रति पनि म हार्दिक नमन गर्न चाहन्छु। हामी आज यस्तो प्रसङ्गमा छौँ, यस्तो कठिन अवस्थामा पनि छौँ कि यो कठिन अवस्था सबैमा छ। किन भयो भन्ने कुरो चाहिँ हामीले मनन गर्न सकेका छौँ। कलियुग आयो भने खोइ कता आयो पुच्छर समाउन आयो। पुच्छर समाउन सकिन्छ? कलियुगको सकिन्छ? आफ्नै पुच्छर छैन अनि कहाँ अर्काको पुच्छर समाउनु, होइन? त्यसकारणले भगवान पुरुषोत्तम त्यतिकै 3 वर्षमा आउनु भएको होइन। मेरो पनि पुच्छर समाएर राखी छाड्छ कि क्या 3 वर्षसम्म भाव डराइ आउनु भएको छ। हेर्नुहोस् त, भगवानलाई पनि डर छ। यदि भगवान साक्षात हाम्रो अगाडि सँगसँगै हामीसँगै रहने हुने थियो भने कसले हिंसा गर्दैन हुने थियो। कति रिसाउनु भएको होला कति त भगवानलाई त मलाई कति दुःख दिस भनेर त कति त कहिले त मैले सुन्ने गर्छु कसैले मलाई कति दुःख दिएको। हेत्तरी भगवान यसो पनि गर्ने हो, मैले भेटौँ न पनि भन्छ। हेर्नुहोस् त, भगवानले कहाँ भेट्नु? भगवानले सबैलाई समान रूप सबैलाई कर्म दिनुभएको छ। ध्रुव सत्य कुरा छ। कसैलाई यहाँ कुनै कुराहरूको अभाव बनाइदिनु भएको छ। अभाव हामी आफैले बनाएको। किन इच्छा बढी भयो? हामीसँग इच्छा बढी छ नि? छैन? के को इच्छा बढी छ? के को इच्छा बढी छ? हजुरले के को इच्छा बढी छ? हजुर धेरैवटा छ। ल्याउनुहोस्, धेरैवटा छ अनि अभाव छ। के गर्नु त? आमालाई के को इच्छा छ? आमा अब त्यतिकै परमात्मा पाइँदैन। परमात्मा पाउने कर्म गर्नुपर्छ।
अनि मात्रै परमात्मा पाइन्छ है। कर्म गर्नुपर्छ। ल हेर्नुहोस् त, अब यही इच्छा धेरै भएको हुनाले हामी भगवानका वरदानका अभाव छ। धेरै एकछिन भगवानलाई भेट्नको लागि त्यतिकै पाइँदैन। त्यही पनि म भेट्न आउँछु भनेर नि त भगवान त हामीलाई सम्झिराख्नुहुन्छ। हामी त त्यहाँ आएको बेला मात्रै, मन्दिरमा गएको बेलामा मात्रै सम्झिन्छौँ, आपत परेको बेला मात्रै सम्झिन्छौँ भगवानलाई। हेर्नुहोस्, भगवान त सम्झेर 3-3 महिना, 3 वर्ष, 3 हप्ता हेर्नुहोस्, सधैँ सदा बारमा आइराख्नुहुन्छ। र पनि 3 वर्षमा पुरुषोत्तम भगवानको आगमन भएको छ। एकचोटि मजाले ताली बजाइदिनुहोस् त, भगवान आउनुभएको छ। आँखा चिम्लेर बजाउनुहोस्, अगाडि भगवान आउनुहुन्छ। हेर्नुहोस्, ध्यान यस्तो हुन्छ है। त्यसैले पुरुषोत्तम भनेको के त? के हो पुरुषोत्तम भनेको? उहाँकै नाम हो है। अब हाम्रो धर्म ग्रन्थ अनुसार के भनिन्छ भने अत्यन्त पुण्यदायी र भगवान विष्णुलाई समर्पित भएको महिना पुरुषोत्तम, जसमा यस्तो दिन पर्दछ। त्यो दिन 1 गते र पाक्षी पूर्णिमा परेको हुन्छ। त्यही परेको दिन चाहिँ दिनदेखि सुरु हुन्छ र त्यही दिनदेखि आएर फेरि अन्तिमसम्मको दिन पुरुषोत्तम हुन्छ। 3 वर्षमा 13 वटा महिना छ। यसपालि 13 वटा महिना छ। 24 वटा एकादशी हुने ठाउँमा 26 वटा एकादशी हुँदैछ। ल हेर्नुहोस् त, 26 वटा एकादशी मध्येको एउटा एकादशी, 2टा एकादशीको एउटा एकादशी अस्ति हामीले भव्य रूपमा मनायौँ होइन, व्रत लियौँ होइन। त्यसैले यसलाई अधिक मास भन्छ। अधिक मास, त्यो अधिक मास हेर्नुहोस् त, भगवानले हामीलाई सम्झेर आउनुभएको 3 वर्षमा। अब हामी चाहिँ सम्झिँदैन। हेर्नुहोस्, सम्झिनु त सम्झिन्छौँ, एकछिन गुरुदेवले भन्नुहुन्छ सम्झिन्छौँ होइन। यहाँ चाहिँ सम्झिन्छौँ हामी, तर यो ढोकाबाट अलिकति बाहिर गएपछि फेरि हामीलाई गाँचिहाल्छ। केले? विकारहरूले। त्यो विकारहरू भनेको रिस, राग, कपट, छल, डाहा, ईर्ष्या र घमण्ड। के रहेछ? रिस, राग, कपट, छल, डाहा, ईर्ष्या र घमण्ड, यी हाम्रा विकारहरूले गाँचिदिन्छ। अनि हामीले गुरुले भनेका कहाँ सम्झिन्छौँ? कसले पो कहाँ के गर्यो होला भन्यो, उसले त्यो गर्यो कि भन्यो, ईर्ष्या गर्यो, डाहा गर्यो, म भन्दा को कम भन्यो, घमण्ड गर्यो। अनि भगवान प्राप्ति होला नि त? अवश्य हुँदैन। त्यसैले के भनिन्छ भने आफूलाई अपमानित हुनु छ भने आफैबाट कुकर्म गर्नु पर्दछ भन्छ। सबैले मान्दा मान्दै पनि हामीले कुकर्म गर्यौँ भने अपमानित हुन्छ। अब कुकर्म भनेको के हो त? थाहा छ? मान्ने नहुने कुनै पनि कर्म गर्नुलाई कुकर्म। मान्ने नहुने, शास्त्रले नमान्ने, समाजले नमान्ने, परिवारले नमान्ने, साथीभाइहरूले नमान्ने आदि इत्यादिले गरेका कर्महरू कुकर्म हुन्छ। सुकर्म गर्न जानु पर्छ। त्यसैले पुरुषोत्तम भगवानले पनि यही कुराहरू 3 वर्षमा हामीले सचेत बनाउनका लागि आउनुहुन्छ। त्यतिखेर पनि हामीले सचेत भएनौँ भने फेरि 3 वर्ष हामी गुमाउनु पर्नेछ। हेर्नुहोस् है, गुमाउनु पर्छ। भगवान विष्णुले त्यसै भनिएको छैन। भगवान कृष्ण अवतारी भएर के भन्नुहुन्छ? तिमीहरू कर्म चाहिँ गर, तर कर्मको फलको अपेक्षा नगर। हेर्नुहोस्, तर अहिलेलाई के चाहिएको छ? अहिले कर्म गर्यो भने अहिले फल प्राप्त गरिहाल्नुपर्छ। तुरुन्तै चाहियो, तुरुन्त पाइन्छ त?
पाइन्छ। कसरी पाइन्छ? कुकर्म गर्यो भने पाइन्छ। पाइन्छ, नपाइने होइन। तर कुकर्मको फल के हुन्छ? तुरुन्त पाइन्छ। तर भविष्यमा के हुन्छ? सजायको भागी पनि बन्नु पर्दछ। सुकर्मको फल ढिलो पाइन्छ तर मिठो, आनन्द पाउने, त्यहाँ शान्ति प्राप्त हुन्छ है। त्यसैले एउटा कथा छ, यो कथा अचम्मको छ। हामीलाई नै दोषी छन्, ब्राह्मण के कुरा गर्छन् यहाँ है। एक नगरमा अत्यन्त दुखी गरिब ब्राह्मण थिए। उनी धर्म परायण थिए तर आर्थिक अभावले जीवन कष्ट गर्थ्यो। गरिब हुनेलाई जीवन आर्थिक तो अभाव भइरहेको छ। अघि अभावको कुरा के रहेछ त भने इच्छा धेरै भयो भने अभाव हुन्छ, इच्छा थोरै भयो भने अभाव हुँदैन। सन्तोषी हुनुपर्छ, अभाव निस्किँदै इच्छा पनि पुरा गर्नुहुन्छ, सन्तोषी हुनुपर्छ। त्यसैले एक दिन चाहिँ एक महात्माले उहाँलाई के भन्नु भने पुरुषोत्तम मासको व्रत गर, पूजा गर, कथा श्रवण गर, तिम्रो गरिबता, तिम्रो यो दारिद्र्यता हरण भएर जान्छ भन्नुभयो। त्यसै गरी ब्राह्मणले पनि श्रद्धापूर्वक स्नान गरी जप, विष्णु पूजा, गीता पाठ, दान पाठ, उपवास अनुष्ठित भएर गर्नुभयो। अनि महिनाभर भगवानको भक्ति गरेपछि उनको जीवनमा परिवर्तन भयो। हेर्नुहोस् त, अब जीवनको परिवर्तन कसरी गर्नुपर्ने रहेछ? भगवानको त अनुष्ठित हुनै पर्छ, नभएदेखि हुँदैन। अब भगवान छैनन्, कहाँ छन्? अहिले त यता कता के भनिन्छन्, भगवानै छैनन्, कहाँ हामीले अनुष्ठित गर्ने कहाँ हुन्छौँ? भगवान आफैसँग छन् तर चिन्दैनन्, के गर्ने है। त्यसैले मृगले कस्तुरी खोजे जसरी हामी भगवान खोज्दै मन्दिर मन्दिरमा, मठ मठमा, चैत्य चैत्यमा, गुम्बा गुम्बामा आदि आदि इत्यादिमा जान्छौँ तर आफूमा भएको भगवान चाहिँ चिन्दैन। कहाँ छन् भगवान थाहा छ हजुरलाई? कहाँ छन्? हृदय भित्रको म भित्र छ। हजुरहरूले आफूलाई के भन्नुहुन्छ? म भन्नुहुन्छ हैन? म भन्नु छैन? त्यही म भन्ने तत्त्व चाहिँ भगवान हो। जबसम्म हजुरले म चिन्नुहुन्न तबसम्म भगवानलाई पनि चिन्न सक्नुहुन्न र भगवानलाई पनि भेट्न सक्नुहुन्न। त्यस्तो किसिमको। त्यसैले त्यो गरिबले आहार तपस्या पुरुषोत्तम मासको गर्नुको 1 महिनासम्म उहाँको गरिबता पनि हरण भयो, उहाँको दरिद्रता पनि हरण भयो। र उहाँले सबैलाई के भन्नुभयो? 1 महिनासम्मको पुरुषोत्तम मासमा पुरुषोत्तम भगवानको अनुष्ठान गर्यो भने हाम्रा ती इच्छा प्रकट भएका छन् नि मनबाट, ती पुरा हुन्छन् भनेको छ। त्यसैले पुरुषोत्तम मासमा हामीले गर्नुपर्ने कार्यहरू छ, अनिवार्य छ। हेर्नु, भगवान विष्णु तथा श्री कृष्णको पूजा गर्नै पर्छ। गर्नु भएको छ कि छैन? कि यहाँ गुरुदेवले हाम्रा इन्दुराज पौडेल महाराजले भनेको बेलामा त्यो सम्झिने, घरमा गएपछि बिर्सने। अनि अर्को चाहिँ ओम नमो भगवते वासुदेवाय मन्त्र जप गर्नुपर्छ। हेर्नुहोस् न, एकचोटि भन्नुहोस् त, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, वासुदेवाय प्रभु वासुदेवाय, वासुदेवाय प्रभु वासुदेवाय, ओम नमो भगवते वासुदेवाय, ओम नमो भगवते वासुदेवाय। यति भन्दा त हामीलाई जिउ त फुरुङ्ग भयो, झुरुङ्ग भयो, आनन्द आयो भने अब अरू त हामीले जप तप अनुष्ठान अनि यही भनेर सक्यौँ भने त कस्ता हुँदा हामीले अहिले एकछिन ओम नमो भगवते भन्दा त यस्तो हुन्छ।
अनि श्रीमद् भागवत गीता पाठ गर्नु पर्यो, त्यस पछाडि तुलसीको पूजा गर्नु पर्यो, दान सेवा सत्संग गर्नु पर्यो, पुरुषोत्तम महात्म्य कथा श्रवण गर्नु पर्यो। अब कति बाँकी छ कथा गुरुदेव? अझै 12 अध्याय छ। नित्य 12 अध्याय यहाँहरूले श्रवण गर्नुपर्ने हुन्छ है। त्यसकारणले पुरुषोत्तम मासमा श्रद्धा पूर्वक व्रत पूजा दान कथा श्रवण गर्ने अनि भक्तको पाप नष्ट हुने यो पुरुषोत्तम महिना कति उत्तम रहेछ, आफैले सोच्नु पर्यो है। मनोकामना पूरा हुन्छन् भन्नु त पुरुषोत्तम भगवान की। यति भन्दा पनि जो आनन्द आयो त्यस्तो। त्यस कारणले हामी जन्मन्छौँ, 3टा दिन पार गर्छौँ। एउटा जन्म, अहिले हामी 2 दिनको दिनमा छौँ। 2 दिन कसलाई पर्खिरहेका छौँ? तेस्रो दिनलाई पर्खिरहेका छौँ, त्यो मृत्यु। जन्म भनेको गर्भधारण हुँदाखेरिको जन्म। कति कष्ट तपस्या गरेर हामी संसार देख्न आइपुग्छौँ। गर्भधारण हुँदाखेरिको जन्म हुन्छ, तपस्या गर्भधारण गर्भमै गर्छौँ र संसारमा हामी त्यहाँ तपस्या गरेर बाहिर अहिले पनि हामी तपस्यामै छौँ। आरोह अवरोह एत वेत तत आदि इत्यादि हुँदै हुँदै तेस्रो दिन भगवानले नाटकको पात्र रूपी अभिनय लेखेको त्यो दिन तारेर टर्दैन। 1 सेकेन्ड पनि फरक पर्दैन। हजुरहरूलाई औषधि खाएर बाँच्नु छ भने औषधि खाएर बाँचेको अभिनय थियो, देखेको हैन? जुन जे कुराहरू हामीसँग सहमत हुन्छन् ती सबै नाटकका पात्रहरू समाहित छन्। त्यसैले हामी मरेर के लाग्दैनौँ, हामी गरेर जानु छ, समाजको सेवा गरेर जानु छ, परिवारको सेवा गरेर जानु छ, जनको सेवा गरेर जानु छ, कृति राख्नु छ। सबै कार्यमा हामी संलग्न भएर हाम्रा कृति छोड्यौँ भने त्यही हो लागे भनेको। यति राम्रो शरीर छोडेर जानुपर्छ। यति राम्रो शरीर छ, हेर्नुहोस् त भगवानले ठाउँ ठाउँमा ठिक ठाउँमा हाम्रा अङ्गहरू राखिदिनु भएको छ। हेर्नुहोस् यो नाक यतापट्टि राखिदिएको हामी राम्रा हुन्थ्यौँ त, कान अगाडिपट्टि राखिदिएको राम्रा हुन्थ्यौँ त, मुख पनि ठिक खाने ठाउँमा राखिदिएको छ। सबै अङ्गहरू मिलाइदिएर अरबौँको सम्पत्ति रूपी शरीर दिएर पठाउनु भएको छ र पनि हामीसँग अभाव छ, र पनि अभाव छ। त्यसैले यही अभावले हामीलाई भगवानको दृष्टि पर्न दिँदैन, भगवानको दर्शन गर्न दिँदैन, भगवानको स्तुति पनि रोकिदिन्छ। अभाव अरबौँको सम्पत्ति यही छैन। जनेन्द्रिय कर्मेन्द्रिय ज्ञानेन्द्रिय भनेको हाम्रा अरबौँका सम्पत्ति हो। ल त्यसैले एक दिन त जाने हो, संसार छोडेर शरीरलाई तोडेर आत्मा उडेर। यो खै कता जान हाम्रो हारमानी बजाउनु बोलाम त। यो भजन मैले रचेको हेर्नुहोस्। शरीरलाई तोडेर आत्मा उडेर धन र सम्पत्ति घरमै झोलामा बाँसको डोलामा लान्छन् खोलामा भर नपर जान्छ आत्मा उडेर शरीर तोडेर। यस्तो तर अहिले पन्छी उडेर भन्ने भजन भाइरल भएको छ। तर मैले लेखेको रचना हाम्रो गुरुदेव हिरालाल पौडेल ज्यूले चाहिँ त्यसलाई पन्छी उडेर बनाउनु भयो। अनि उहाँले भन्नुभयो, गुरुदेव हजुरले रचेको भजनलाई मैले यसरी बनाएको छु, मलाई कहीँ पनि कम्प्लेन नगर्नु होला, कुनै पनि केही नभन्नु होला भनेर उहाँले मलाई भनिसक्नु भयो। मैले अनि अब हामी त साथीभाइ ठिकै छ त, के हो त भन्ने। तर अहिले भन्नुहुन्छ उहाँ हाम्रो डाक्टर केबी सम्राटले रचना गर्नुभएको, मैले चाहिँ यसरी गाएँ, उहाँले यसरी गाउनुहुन्छ भन्नुहुन्छ। त्यसैले हामी एक दिन जन्मन्छौँ, त्यस पछाडि अर्को दिन कुर्छौँ। कुन दिन कुर्छौँ? मृत्यु कुर्छौँ। त्यहाँसम्मको दिनहरू चाहिँ यो भित्र पर्दछ। हेर्नुहोस् है,
त्यसैले अब नाच्दा पनि हुन्छ है त आफूले हामीले गाउँदा पनि हुन्छ है तर गाउँदाखेरि शरीरलाई तोडेर आत्मा उडेर भन्नु पर्यो शरीरलाई छोडेर आत्मा उडेर भन्नु पर्यो है त्यसरी ओम भन्नु ल सबैले ओम भन्नु ओम तीनटा अक्षरबाट सङ्गीत छ तीनटा अक्षरबाट है हामीले भन्दा ओम भन्छौँ तीनटा अबाट सुरु हुन्छ मध्यममा उ जान्छ र ममा टुङ्गिन्छ र ओम हुन्छ यी तीनैवटाको धेरै ठुलो महात्म्य छ फेरि ठुलो महात्म्य छ त्यसैले यसलाई फेरि भनौँ गुरुर ब्रह्मा गुरुर्विष्णु गुरुर्देव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः एक दिन त जाने हो संसार छोडेर एक दिन त जाने हो संसार छोडेर शरीरलाई तोडेर आत्मा उडेर शरीरलाई तोडेर आत्मा उडेर धन र सम्पत्ति घरमै झोलामा धन र सम्पत्ति घरमै झोलामा बाँसको डोलामा लान्छन् खोलामा बाँसको डोलामा लान्छन् खोलामा पर नपर जान्छ आत्मा उडेर शरीर छोडेर पर नपर जान्छ आत्मा उडेर शरीर छोडेर हेर्नुहोस् न शरीर छोडेर आत्मा जान्छ कि जाँदैन अनि त्यतिखेर के हुन्छौँ हामी मोडो हुन्छौँ जहाँ हाम्रो शरीरले केही पनि थाहा पाउँदैन त्यस्तो हुन्छ भनेर पनि हामी घमण्डै गर्छौँ हेर्नुहोस् त है खै कुन्नी केमा हो संसार झुलेको खै कुन्नी केमा हो संसार झुलेको किन हो चटकै धर्म भुलेको किन हो चटकै धर्म भुलेको बिहानी फुल फुली साँझ झर्दैछन् बिहान फुल फुली साँझ झर्दैछन् मान्छे चाहिँ मर्दैन जस्तै गर्दैछन् मान्छे चाहिँ मर्दैन जस्तै गर्दैछन् जाने का होला उनै रामलाई थाहा होला जाने का होला उनै श्यामलाई थाहा होला जाने का होला मर्ने दिनसम्म पनि अझै घमण्डै गर्छ रिसै गर्छ रागी गर्छ कस्तो स्वरूप भएर जन्मेछौँ हामी त है यस्तो खालको छ त्यसैले अब
हाड र मासुमा छाला लेपेको यो शरीर मात्रै हो हामीले देखेको मको तिमीको छैन चिनेको मको तिमीको छैन चिनेको कहीँ छैन ठेगाना कहाँ हिँडेको कहीँ छैन ठेगाना कहाँ हिँडेको जाने कहाँ होला जाने कहाँ होला उनै रामलाई थाहा होला जाने कहाँ होला जाने कहाँ होला जाने कहाँ होला उनै रामलाई थाहा होला जाने कहाँ होला जाने ठाउँ पनि थाहा छ अहिले त्यहाँबाट यहाँ जाने त थाहा छ नि अहिले यहाँ हजुर हामी यहाँ पुरुषोत्तम महात्म्य सुन्नेलाई त यहाँ जाने भने थाहा छ नि अब घर जान्छु भने पनि थाहा छ तर मेन मुख्य ठाउँमा जाने चाहिँ कहाँ जाने यो शरीर छोडेर कहाँ जाने त थाहा छ तर कसलाई थाहा छ है भगवानलाई थाहा छ जो छन् राम कृष्ण श्याम हैन आदि इत्यादि 33 कोटी देवताहरूलाई थाहा छ 33 कोटी देवताहरू मध्येको एउटा कोटी मानव जाति एउटा कोटी हामी पनि 33 कोटी भित्रको पर्छौँ तर 33 कोटीको भित्रको काम चाहिँ गर्दैनौँ भगवानको अगाडि हामीले काम गर्छौँ अनि अलिकति छलेर काम गर्ने मैले चाहिँ भगवानले देखिराख्नुहुन्छ त्यसलाई देखिराख्छु नि म भनेर लेख्नुहुन्छ पछि पछि त चाहिँ हामी नै गर्नुपर्छ त्यसैले 2 दिनको जिन्दगी मरि जाने हो 2 दिनको जिन्दगी मरि जाने हो आखिरी अर्कैले बोकी लाने हो आखिरी अर्कैले बोकी लाने हो कहिले नि बसेन राम बोलेर कहिले नि बसेन राम बोलेर आखिरीमा घाटमा लगी फाल्छन् पोलेर आखिरीमा घाटमा लगी फाल्छन् पोलेर अब चाहिँ के त जीवन सपारौं राम बोलेर आखिरीमा घाटमा लगी फाल्छन् पोलेर जीवन सपारौं राम बोलेर आखिरीमा घाटमा लगी फाल्छन् पोलेर कहिले काखमा कहिले टोलामा कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा कहिले काखमा कहिले टोलामा कहिले शङ्ख बजाउँदै लान्छन् खोलामा भर नपर जान्छ आत्मा उडेर शरीर छोडेर भर नपर जान्छ आत्मा उडेर शरीर छोडेर जान्छ आत्मा उडेर शरीर छोडेर जान्छ आत्मा उडेर शरीर छोडेर हरि हरि श्री पुरुषोत्तम भगवान की पुरुषोत्तम महात्म्य कथा श्रवण गर्ने सबै भक्तजनहरू की गुरुजनहरू की
पशुपतिनाथ की, आराध्य दे भगवान पशुपतिनाथ की, पार्वती माता की, लक्ष्मी माता की, सबै भक्तजनहरू की आनन्द पूर्वक यो पुरुषोत्तम महात्म्य सुन्ने भक्तजनहरू कि नसुन्नेहरू कि को पनि जय। अब हामीले यो कथा श्रवण गर्नै पर्ने हुने रहेछ, नभए त यो भजन पनि गाउने थिइनँ मैले, किनभने सुन्नुहुन्छ होला भनेर 2 दिनको जिन्दगी मरिजाने के गर्ने हो है। त्यसैले अब हामी सबैजना जीवनसम्म मात्रै कर्म गर्ने हो। जब हाम्रो कर्म समाप्त हुन्छ, हाम्रो नाटकको पात्रको अभिनय समाप्त हुन्छ, तब हामी गर्नुपर्छ। त्यसैले यो आज मलाई यो छोटो मेरो हजुरबुबा ज्योतिष तिलकराज पौडेल महाराजले आज मलाई पनि आमन्त्रण गरेर मलाई बोलाइराखिन्छ। यो छटपटे मान्छे कहाँ पुग्छ के गर्ने है। संस्कृत विश्वविद्यालय बनाउनु छ, सबैलाई संस्कारमा संस्कारित बनाउनु छ, राष्ट्र मन्दिर बनाउनु छ। राष्ट्र मन्दिर भनेको सबैको साझा मन्दिर है। अनि गौशाला बनाएर गौ सेवाको सेवा गरेर देखाउनु छ। घर घरमा एउटा गौ गाई माता पाल्नुपर्छ। हामीले गौको सेवा गर्यो भने जति हामीले चाहिँ गाईको सेवा गर्छौँ त्यति हामीले हाम्रो अभावहरू चाहिँ ती अभाव पुरा हुँदै जान्छ, इच्छा पुरा हुन्छ। त्यस्तो किन गाई किन सेवा गर्नुपर्छ भने सेवा सबैको गर्नुपर्छ, बढी चाहिँ गाईको सेवा किन गर्नुपर्छ? गाईले एउटा मात्रै संसारमा एउटा जीवित प्राणी हो जसले अक्सिजन पनि आफै दिनुहुन्छ, अक्सिजन पनि आफै लिनुहुन्छ। त्यस्तो गाई प्राणी त्यस्तो, त्यसैले उहाँको सेवा गर्नुहुन्छ। उहाँको हरेक अब गोबरबाट त 58 किसिमको रोग निको हुन्छ, गोबरबाट गौँतबाट कति हुन्छ। त्यसैले आज छोटो एउटा मलाई पनि एउटा सानो मन्तव्य जोडेर यहाँ समय उपलब्ध गराइदिनु सबै आयोजक समितिहरूलाई म हार्दिक कृतज्ञताका साथ आभार प्रकट गर्दै म यो माइक्रोफोन त छोड्नै मन लाग्दैन, बोलिराख्नु लाग्छ, हजुरहरूलाई सुनिराख्नु मन लाग्छ। मैले अब त छोडेँ है त, त्यो माइक्रोफोन म हजुरहरूलाई दिएँ।